हेलो एभ्रिवान, हाम्रो चाहिँ फ्यामिलीको ठुलो बाबालाई भेट्ने प्लानिङ थियो। सो मैले दिदीको हेयर ड्रायर गरिदिएँ अनि त्यस पछाडि कपाल तान्ने भन्नुभएको थियो र कपाल पनि तानिदिएँ। त्यसपछि बाबा र मम्मी चाहिँ स्कुटीमा रेडी भएर चाहिँ अब जानको लागि तयारी हुँदै हुनुहुन्छ। अनि मैले चाहिँ भिडियो बनाइदिन्छु है म भनेर, हामीहरू चाहिँ अटोमा थियौँ अनि भिडियो बनाइदिन्छु है भनेर अनि मैले चाहिँ भिडियो बनाइदिएँ। अलिकति हाम्रो घर सुन्दर, मेरो घरबाट निक्लेको भिडियो। त्यस पछाडि हामी अटोमा बस्यौँ र मम्मी बाबालाई फलो गर्दै थियौँ कि अनि फेरि देखेर मैले जिस्काउँदै फेरि मैले भिडियो बनाइदिन थालेँ। अनि त्यस पछाडि हामी लाग्यौँ नडातिर प्रस्थान हुँदैछौँ। यहाँ दिदी बहिनी अनि दिदी म माल दिदी म मामा अगाडि भिनाजु हुनुहुन्थ्यो। अनि त्यसपछि नयाँ पुल कटेपछि चाहिँ अब उतातिर कोसीबारीको कति राम्रो राम्रो सिन हुन्छ नि त एकान्ततिर। अनि हामी सिन हेर्दै 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 ठुलो बाबाको घर नजिक पुग्न लागेको छौँ। हामी नजिकै हुँदैछौँ। अनि त्यसपछि हामी ठुलो बाबाको घर पुग्यौँ। त्यसपछि ठुलो बाबालाई रुमबाट निकालेर बाहिर गफ गराउँदै अनि त्यस पछाडि भेना मामाहरू बाबाहरू सबैलाई खाजा दिँदै रमाइलो गर्दै त्यहाँनिर चाहिँ मेरो पनि भन्दै बोल्दै हुनुहुन्छ मजाले। अनि त्यसपछि मैले गरिदिइसके पछाडि यता सबैको इन्ट्रोडक्सनमा आएँ कि मैले पहिले सुरुमा ठुलो भेनाको मागेँ, मेरो जेठा भेना हुनुहुन्छ उहाँ। अनि त्यस पछाडि मेरो बाबाको मागेँ, मेरो बाबा हुनुहुन्छ। त्यसपछि मैले बाबाले चाहिँ पुरै क्या अब बोलेपछि धेरै बोल्न खोज्नुहुन्छ नि त, त्यही भएर बोल्न दिइराखेँ मैले। अनि त्यस पछाडि भयो भन्छु होइन बोल्छु भन्दै बोलेको गर्नुहुन्छ कि। अनि त्यस पछाडि माइला भेना बोल्नुभयो। अनि भेनाजुले चाहिँ नमस्कार अनि स्टाइल पनि कडक खालको दिनुभयो मेरो माइला भेनाले चाहिँ। अनि आफ्नो पुरै भन्नुभयो कि। अनि त्यस पछाडि यता माइला भेनाजुले चाहिँ म चाहिँ कोक खाँदैछु है भन्दै देखाउँदै हुनुहुन्छ। अनि त्यस पछाडि यता मैले देखाएँ, यता पनि देखाउ न भन्नु नि, यता पनि देखाइदिएँ कि खानेकुराहरू। अनि त्यसपछि मेरो मामा, मेरो प्यारो मामा, हामी सबैको प्यारो मामा हाम्रो मुटु, मेरो मामाले पनि आफ्नो इन्ट्रोडक्सन दिँदै हुनुहुन्छ कि। अनि ल म पनि दिन्छु भनेर अनि पुरै आफ्नो इन्ट्रोडक्सन दिँदै हुनुहुन्छ। अनि त्यस पछाडि यता मामाको पछाडि अब यता हाम्रो ड्राइभर साहबको पनि अब हल्का लिप न त भनेर चाहिँ अनि ड्राइभरजीको पनि हामी लिन थाल्यौँ। अनि त्यस पछाडि हामी अब बिस्तारै घर लाग्ने भनेर यता म चाहिँ यता भिडियो बनाउँदै ठुलो बाबालाई दिदी रेडी गरिदिनु न भनेर यता ठुलो बाबालाई रेडी गर्न आयौँ। अनि माल दिदीको पनि फेरि भिडियो मागेर फेरि भिडियो गर्दै नि त पहिले मेरो भन्नुभयो अनि फेरि भिडियोमा ल भनेर मोबाइल जिम्मा लगाएर ठुलो बाबालाई रेडी बनाउनु गयौँ। त्यसपछि हामी सबैले फोटो क्लिक गऱ्यौँ। अनि फोटो क्लिक गरेपछि अब कोही अगाडि पनि बाटो झुकेको थियौँ क्या। अनि फेरि पनि बाटो झुक्यौँ भन्दै